हेलो हजुर हजुर नमस्ते हजुर नमस्ते कर्णबहादुर मल्ल बोल्नु भयो हो बोल्दैछु हजुर कता हुनुहुन्छ हजुर अहिले म मुगु छु त हजुर मुगु हजुर ए जमुना मल्ल चिन्नुहुन्छ जमुना मल्ल खत्री खत्री चिन्दैन त हजुर म परिवर्तन मिडियाबाट पवित्र लामा बोलेको ए हजुर हजुर तपाईँ उहाँ यहाँ जमुना खत्री आउनु भएको छ मेरो श्रीमान हरायो भनेर उस श्रीमान के छ र श्रीमान प्रमाण त्यही आएर भयो त ए प्रमाण छैन प्रमाण सबै लिएर आउनु भएको छ बच्चा फालेकोदेखि लिएर सबै प्रमाणहरू लिएर आउनु भएको छ अब त्यो बच्चा फाले कसो फाले थाहा छैन अनि हस्पिटलमा तपाईँ गएको देखाएको छ त अनि को गएको थियो त अरू गएको हो कहाँ छ त के छ भिडियो यहाँ छ भिडियो छ प्रहरीमा सबै छ रेकर्ड भइरहेछ यहाँ भन्नु त के गर्ने अनि तपाईँ त्यत्रो उमेरको मान्छे अनि अर्काको छोरीको जिन्दगी बर्बाद गरेर भाग्दिने त कन्ट्याक्टमा बस्नु पर्दैन यहाँ कुरा गर्नु ल केही छैन रिलेसन भन त बहिनी अनि यस्तो ल यहाँ जमुनासँग बोल ल भन भन बोल नडराइकन बोल किन केही छैन कि अनावश्यक हुन्छन् अनावश्यक हुने भए अरूलाई पनि गर्थ्यो होला त यत्रो वर्षसम्म 28-29 वर्षसम्म फोन काटिदियो अझै केही पनि छैन भनेर पन्चिन खोजिराखेको छ कि यो मान्छे केही नभएको हो है कि यहाँ आएर रोएर बस्छ भनेको कस्तो खालको मान्छे यार फोन काटिरहेछ उसँग बोल्ने हिम्मत छैन त नि कहाँबाट हुन्छ त ल ओके दर्शक पनि उहाँलाई 3 वर्षसम्म रिलेसनमा राखेर चाहिँ बेपत्ता भइसकेपछि उहाँ हामी कहाँ आउनुभएको छ हामीले त्यो व्यक्तिलाई फोन गर्ने प्रयास गरिराखेका छौँ फोन गर्दा गर्दै फोनै उसले काटिदियो होइन अहिले हामीले फेरि पनि फोन ट्राई गरिराखेका छौँ उसले फोन उठाइराखेको छैन है कति सजिलो के छ प्रमाण र क्या अब प्रमाण दिनु पऱ्यो नि त है अब सबै प्रमाणहरू दिनु पऱ्यो अब सबै गर्ने के गर्ने सबै कानुनले गरिहाल्छ तपाईँको नम्बर ब्लगमा राखेको छ हो ए ल ओके ठिक छ दर्शक पनि यो मान्छेले फोनै उठाएको छैन होइन हरेक मान्छेको आफ्नै पीडा हुन्छ आफ्नै जिन्दगी हुन्छ होइन त्यो पीडा पोख्ने ठाउँ कहीँ पनि हुँदैन त्यो पीडा पोख्ने ठाउँ हरेकको एक क्यामेरा अगाडि हुन्छ बिचरा उसको त आमा बाउ पनि छैन रहेछ यही केटाको कारणले उसको परिवारबाट पनि ऊ अलग भएको रहेछ होइन अहिले ऊ एक्लै छ उसलाई यदि धेरै पीडा भइराखेको छ सायद ऊ यहाँभित्र छिर्नेदेखि नै रोइराखेको रहेछ उसको सबै पीडाहरू उसले यहाँ आएर पोखिराखेको छ क्या होइन उसलाई एकैछिन भए पनि रिलिफ हुन्छ कि यो आँसुहरू झर्दाखेरि चाहिँ त्यही भएर यो आँसुहरूको मूल्य चाहिँ त्यति सस्तो पनि नठान्नु होला है कर्णबहादुर मल्लजी तपाईँलाई प्रमाण चाहिएको रहेछ त्यो सबै प्रमाणहरू जुटाएर तपाईँलाई के गर्छ कानुनले गर्नेछ होइन भने त्योभन्दा अगाडि आफ्नो जिम्मेवारी के हो त्यत्रो वर्ष भइसकेको मान्छे त्यत्रो वर्ष पुगेको मान्छे अलिकति इज्जतको ख्याल छ अलिकति हेक्का छ अलिकति